मेरो प्रेमपत्र यसरी सुरु हुन्छ। मन्दिर र कारागार कसले बनायो, मानिससँगै मनमुटु कसले बनायो, हरेक दिन भगवानसँग हजुरलाई मागिरहेको हुन्छु, होइन यो माया भने कसले बनायो। प्रिय, खै कुन शब्दले सम्बोधन गर हजुरलाई, सम्बोधन गर्नको लागि कुनै शब्द भेटिरहेको छैन। हजुरप्रति मेरो मनमा कस्तो भावना छ त्यो त म यो प्रेमपत्रबाट स्पष्ट पार्न सक्दिनँ। तैपनि आफ्नो मनमा भएका भावनाहरूलाई यस पत्रबाट प्रस्तुत गर्न खोज्दैछु। आशा छ मेरो भावनाहरूलाई अवश्य बुझ्नुहुनेछ। पोखरा सहर, साउनको महिना, बर्सातको समय। त्यही बर्सातमा भेटिएका थियौँ हामी। मेरो अति नै मिल्ने साथीबाट भेट्ने मौका पाएको थिएँ हजुरलाई। हजुरको बारेमा जति कुरा मेरो साथीबाट सुनेको थिएँ भेटेपछि थाहा पाएँ। हजुर शब्दकोशमा कुनै पनि शब्दले हजुरलाई गर्न पुग्दैन थियो भनेर। यतै भला थिएँ, स्वस्थ मन, प्रष्ट विचार, निस्वार्थ भावना हो यस्तै विशेषता भेटेको थिएँ हजुरमा। हजुरसँगको त्यो पहिलो भेटबाट नै म हजुरप्रति आकर्षित भइसकेको थिएँ। त्यो पश्चात भएका कुराकानी, भेटघाट, हाँसो मजाक, सम्झाइ बुझाइमा म अझै आफ्नो मन पाउन थालिसकेको थिएँ। माया के हो बुझेको थिइनँ, तर जबदेखि हजुरलाई भेटेँ मनमा छुट्टै खालको आवाज हुन थालेको थियो। दिन प्रतिदिन मलाई हजुरको व्यवहारले आकर्षित गरिरहेको थियो। आकर्षित भन्दा पनि मलाई हजुरको बानी परिसकेको थियो भन्दा फरक नपर्ला। मनमा नै सपनाहरू दिन थालिसकेको थिएँ। आफ्नो नाम हजुरको नामसँग जोड्दै बस्थेँ। हजुरप्रतिको आकर्षण कुन बेला मायामा परिणत भयो आफैलाई थाहा भएन। हजुर समक्ष मेरा मनका भावना राख्ने कोसिस नगरेको पनि होइन, तर सफल कहिले हुन सकिनँ। मलाई थाहा थिएन हजुर मलाई के सोच्नुहुन्छ र कस्तो रूपमा लिनुहुन्छ। म चाहन्थेँ मेरा मनका भावनाका कारण हाम्रो सुमधुर सम्बन्ध बिग्रियोस् भनेर। मैले कुनै दिन हजुरसँग नबोली बिताएको पनि थिइनँ र सक्दिनँ थियो पनि। त्यसैले त हरेक बारमा बनाउँदै फोन गरिरहेको हुन्थ्यो हजुरलाई। मलाई अझै पनि याद छ हजुरले भनेको कुरा, धेरै नबोला है मसँग, बानी पर्ला मेरो। म मनमा नै सोच्ने गर्थेँ, बानी त परिसक्यो हजुरको मलाई, तर त्यति भन्ने आँट कहाँ नै गर्नु सक्थेँ र। अनि हाँस्दै जवाब दिन्थेँ, पर्दैन ढुक्क हुनु भनेर। सायद हजुरलाई पनि याद हुनुपर्छ यी सबै कुराहरू, न त मतलब नै कहाँ थियो र हजुरलाई मेरो। त्यसैले त विदेश जाने कुरा मलाई एकचोटि नसोधिरहनु भएको थियो। जब मलाई आफू विदेश पढ्न जाने कुरा सुनाउनु भएको थियो, छाँगाबाट खसे जस्तो भएको थिएँ म। हजुरको मुहारमा खुसी बाहेक केही थिएन। हजुरको खुसीमा खुसी हुन जाने कि म कसरी दुःखी हुन सक्थेँ र। मुटुमाथि ढुङ्गा राखेर बधाई थिएँ हजुरलाई। जब हामी अन्तिम दिन भेटिएका थियौँ मनमा एउटा छुट्टै डर थियो, हजुरलाई नपाई गुमाउने डर। नजिक हुँदा भन्न र अनुभव गर्न नसकेको माया के टाढा गएपछि भन्न र अनुभव गराउन सक्छेस्, यस्तै प्रश्न गरिरहेका थिए मेरा मनमुटुले गुहार मागिरहेका थिए, चिचाइरहेका थिए हजुरलाई रोक्नको लागि, तर मौन थियो ओठहरू, रसाइरहेका थिए आँखाहरू। तर सायद हजुरको मनमा पनि मप्रति केही भावना पक्कै हुनुपर्छ, त्यसैले त मलिन थियो हजुरको अनुहार। गए पनि भन्न सक्नु भएको थिएन मलाई। सायद हजुरलाई पनि डर थियो कि हाम्रो सम्बन्धको बारेमा, हाम्रो भावनाको कारण हाम्रो सम्बन्ध बिग्रिन्छ भन्ने सुनेको थिएँ। मानिस दूरीमा टायर भएपछि मन बदलिन्छ भनेर, तर हजुरमा कहिले त्यस्तो परिवर्तन देखिनँ। अझै नजिक भएको आवाज भएको छ मलाई। हामी बिच कुनै त्यस्तो गोपनीयता छैन, कुनै झुटा कुराहरू छैनन्। एकअर्कालाई राम्रोसँग बुझेका छौँ हामीले। बस आफ्नो मनका भावनाहरू न हजुर भन्ने कोसिस गर्नुभयो न मनै भन्ने कोसिस गरेँ। मैले सोच्ने गर्थेँ मैले नभने मेरो मनका भावना एक दिन अवश्य बुझ्नुहुन्छ, तर हजुर पनि त कुनै अन्तर्यामी होइन। मैले नभनी मेरो मनका भावना बुझ्नको लागि म अझै पनि ढिला गरेर आफ्नो मनलाई दुःखी बनाउन चाहन्न। त्यसैले आज मैले सबै कुराहरू यस पत्र मार्फत व्यक्त गर्दैछु। हाम्रो त्यो भेट मेरो मनमुटुमा बस्दा मैले कहिल्यै सोचेको थिइनँ। मैले हजुरलाई आफ्नो जीवनको महत्त्वपूर्ण अंशको रूपमा लिन्छु कहिल्यै सोचेको थिइनँ। एक अनजान मानिस मेरो त्यस्तो प्यारो बन्छ कहिल्यै सोचिनँ। मैले जीवनमा धेरै मानिस भेटेको छु, तर हजुर त्यस्तो मानिस हो जसले मलाई पहिलो भेट्न नै मेरो मन मस्तिष्कमा आफ्नो वस्तु लिनुभएको थियो।
हरेक पटक मन्दिर बस्दा होस् या आकाशबाट तारा खस्दा होस् म हजुरलाई नै मागिरहेको हुन्छु। मेरो मनमा हजुरप्रति कति माया छ त्यो त म देखाउन सक्दिनँ, तर एकपटक मेरो माया स्वीकारेर हेर्नुहोस्, त्यसपछि बुझ्नुहुनेछ मेरो माया। मलाई हाम्रो मायाको न त कुनै इतिहास बनाउनु छ न त कुनै कथा नै, तर सबैको मनमा हाम्रो माया जस्तो होस् भन्ने भावना बनाउन चाहन्छु। रोमियो र जुलियटको जस्तो प्रेम सम्बन्ध पनि बनाउन चाहन्न, जहाँ मायाको निम्ति एउटालाई आफ्नो प्राण समर्पण गर्न परोस्। म त्यस्तो प्रेम सम्बन्ध चाहन्छु जहाँ हामी दुईको जित होस् र हाम्रो मायाको विरोधीको हार होस्। मैले हजुरलाई मेरो मनमुटुमा सजाइसकेको छु, जसबाट छुटिएर आफ्नो जीवन कल्पना समेत गर्न सक्दिनँ। लाग्छ हजुरको साथ पाएँ भने जस्तो सुकै असम्भव काम पनि गर्न सक्छु, जस्तो दुःख पनि सहन सक्छु। 14 फेब्रुअरी भ्यालेन्टाइनको दिन, योभन्दा राम्रो समय कुनै देखिनँ हजुर समक्ष आफ्नो भावना राख्नको लागि। यदि हजुरको भावना नबुझी हजुरलाई प्रेम गर्नु गल्ती हो भने हो, म त्यस सजायको भोगिदार छु, तर हजुरलाई हिजो जति माया गर्थेँ आज पनि त्यति नै गर्छु र आउने दिनहरूमा पनि गरिरहनेछु। आशा छ मेरो प्रेम पत्रको सकारात्मक जवाब दिनुहुनेछ। हजुरको जवाबको प्रतीक्षामा बसिरहनेछु। उही हजुरलाई सधैँ माया गरिरहने। जाँदा के भन्न चाहन्छु भने हाम्रो यस समाजको अफिसियल फेसबुक पेज www.facebook.com/धरान साथ लाइक गर्न नभुल्नुहोला। साथसाथै यस युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न